चुनावको माहौल एकदम उग्र रूपले यहाँ बढिरहेको छ। घन्टीको धेरैजसो यहाँका युवा साथसाथै बालक पुस्ता पनि घन्टीको समर्थनमा लागेका देखिन्छ। अनि यता मेरो दारी आइसक्यो त यता यहाँ देखिन्छ नि होइन? यस सर। भोट त एमालेलाई दिनुपर्छ। एमाले हजुर एमाले त्यही त पाल्ने एमाले हो। भत्ता एमाले नै दिन्छ होइन त? भत्ता एमाले नै दिएको होइन त? एमाले नै दिएको। त्यही भएर भोट एकदम एमाले नै हान्नुपर्छ है। सूर्य त एकदम खतरा हो नि। काङ्ग्रेस हो नि त सूर्य कहाँ काङ्ग्रेस? सूर्य यो अहिले फेरि के भएको छ भने नि बुवा, के अरे यो के अरे एमालेको अहिले त छाप चाहिँ घन्टी भएको छ क्या, बुझ्यो? त्यही भएर सबैले अहिले घन्टी भन्छ, किनभने एमाले भत्ता दियो राम्रो गर नि त। त्यही भएर यो अहिले घन्टीमा चेन्ज गरेर, पहिला सूर्य थियो कि थिएन हो, अहिले घन्टीमा भइरहेछ परिवर्तन। उसले चुनाव चिन्ह घन्टी बनायो नि, परिवर्तन त केपीले फेरो मतलब त्यही चुनाव चिन्ह फेरेको। मान्छे त हुनै त हुने नै हुन् ती नै, एकदम राम्रा मान्छे। एको राम्रा बलिया, काटो खाने बेला मलाई कुर्सी रुङ्ने बेलाका बलिया राम्रा हुन्। त्यत्रो विकास बाटो अप्ठ्यारो भइरहेको गर्छु। हल्लाई किन चाहियो त? सधैँ बाटो हिँड्न भएकै छ यतिको। हिँड्न भएर पनि मलाई चाहियो, एकदमै धुलाले भएन। हिँड्ने बाटो चाहियो। हाम्रो बाटो फिट गरिदिनु पऱ्यो, हामीले धुलो बजेर यहाँ मुखमा छारो आएर बसेर वाक्क लगाइसक्यो। हामीले चाहिँ भन्न नपाउनु? पाउनु एकदम पाउनुपर्छ। यस्तो सबै पैसाले चाहिँ यति चाहिँ हाम्रो बर्खा सिटी गाडी भएन। हाम्रो त्यो पनि गर्नुपर्छ, हामीले मागेको माग पनि हुनुपर्छ। हामी जे माग्छौँ त्यो दिएकै हुनुपर्छ। अनि के अरे तिमीलाई भोट नभए भोट नछोड। के माग छ त हजुरको? मेरो एकदमै हामी बुढाबुढीलाई एकदम बसी खाने माग्छ। तातो लुगा जाडोमा चाहिँ माग्छ। त्यहाँबाट भोक लागेको बेला मिठो मिठो खाजा खाने माग्छ। उसले दिएको हो त, तिमीले दिएको मिठाईले हुन्छ? हामीलाई बुढाबुढीले उसले पनि दिनुपर्छ। अब जसले दियो भने दिए, खाना पाए भइगयो नि। उसले दियोस् कि जसले दियोस्, हुँदैन त्यसरी, उसैले दिनुपर्छ। हाम्रो घरमा भएको छ त्यसले दिइरहनुपर्छ, हामी आफै खाइहाल्छौँ। तपाईँले आएर मिठा मिठा बासमतीका चामलका ढोक्रा लडाइदिनुपर्छ यहाँ ल्याएर। बासमती अरूले पनि भएन। बासमती चाहियो। दाल कुन चाहियो त? दाल चाहिँ अब मसुरी होइन, मुगी यस्तो रहरी यस्तो चाहियो। अलिक कालो भन्दा पनि हामीलाई जुन हुन्छ मिठो लप होइन? अनि दाल झान्नु पर्यो कि परेन? दाल झान्नु पर्यो, त्यो पनि ल्याइदिनु पर्यो झान्ने चिज पनि। बिहान बेलुका दही दुध त चाहियो। दुध नभए पनि हुन्छ, दही चाहियो। दही चाहियो। घिउ चाहियो कि चाहिएन? चाहियो, घिउ पनि चाहियो। किन चाहिएन? घिउ पो दिनुपर्छ त। मासु चाहिँ चाहिएन होला? चाहिएन मासु चाहिँ। मासु पछि चाहिएछ भने ल्याइदिनु, अहिले चाहिँ चाहिएको छैन। अनि भत्तामा पैसा बढाउनु पर्यो कि परेन? भत्तामा बढाउनु पर्छ। हामीलाई त्यो के, त्यो 400ले के हुन्छ र हामीलाई महिना? 400 कहाँ 4000 हौ। 4000ले त हामीलाई तितौरा खान नि पुग्दैन। कति चाहियो त? माग कति हो? माग त हामीलाई 10,000 चाहिन्छ महिनाको 10,000। ए 10,000 ठिक छ। भनेपछि 10,000 भनेको सामान सहित 10,000 कि सामान बिना 10,000? सामान बिना नै। त्यो फेरि हाम्रो प्राइभेट के कुरा गर्छ? हामी माग्नु जान्दैनौँ नि। मैले दिएको कारणले पैसा चाहिन्छ नि यहाँ। भोट चाहिन्छ भने खुरुक्क 10,000 चाहिन्छ, अनि जहाँ भन्नु त्यहीँ हालिदिन्छ। दाजुलाई भने त्यसै हालिदिन्छ। पैसा चाहिँ
अरूले देखेर हुन्छ कि नदेखि हुन्छ, हाम्रो हातमा परेको हुन्छ। पारेको हुनु पर्यो। पैसा भयो भने हालिदिने नभए नहालिदिने। पाए पैसा पचाइदेऊ साथीभाइ, भोट देऊ नेपाली काङ्ग्रेसलाई। अनि भनेपछि लुगा पनि चाहियो, सडक राम्रो चाहियो, पिच गरेको जस्तो धुलो भएन। यो पिच गरिदिनु पर्यो। यो हामीले धुलाले हाम्रो सबै मार्की लागेर मर्ने बेला भइसक्यो। यताबाट गाडी ल्याउँछ, यो हाम्रो गाडी चलाउनु भयो नि, यो धुलो छ हुँदैन। पिच गरे पनि मात्रै चलाउनु भयो, धुलो उडेन होइन त। अनि खाने पानी बिजुली त पुर्याइदिएकै छ। खाने पानी बिजुली भएकै छ, अब यस्तै हो। अन्त पछाडि जाडोमा तातो लुगा भनेपछि गर्मीमा एसी चाहियो कि चाहिएन, कि गर्मी चाहिँ खप्ने? गर्मीमा एसी पनि चाहियो होइन त। दिएदेखि नदिए के चाहियो, आफ्नो जस्तो त अफ गरो बसिन्छ। अनि वर्षमा एकचोटि घुम्ने अवसर प्रदान गर्नु पर्यो कि परेन? घुम्न चाहिँ हामी बुढाबुढी सक्छौँ। अब नसक्ने होइन, प्लेन हवाई जहाजमा नि गाडीमा होइन, एकदम राम्रो गाडी भए पनि एकदम चिल्लो गाडी होइन, यस्तो जे पाइ त्यो गाडी होइन, एकदम आफ्नै प्राइभेट होइन, प्राइभेट गाडी। अनि पुरै कोही नभएको आफू व्यक्तिगत मात्रै सुरक्षा एकदम मजाले तरिकाले चलाउने पनि चाहियो। त्यही त, चलाउने सबै सुविधा एकदम बनाइदिएर कहीँ अरू बाहिरतिर विदेश घुम्नु जानु मन छ भने पनि प्लेन सिलेनको व्यवस्था गरिदिनु कि नगरिदिनु त? गरिदिनु। अनि त्यसो अन्त पछाडि गरिदियो भने पहिलो इच्छा घुम्ने देश चाहिँ कुन छ त? वृन्दावन, मथुरा। ए वृन्दावन, मथुरा। ए अरू त्यस्तो अमेरिका, अस्ट्रेलिया होइन, त्यस धर्म के अरे तीर्थस्थल नै? त्यस्तो अमेरिका चाहिँदैन। त्यसो हेर्नका लागि इच्छा लागेछ भने त्यो पनि चाहिन्छ। हजुर। पहिले चाहिँ धर्मतिरै कहाँ तीर्थयात्रा छन्, कहाँ गया श्राद्ध गर्ने ठाउँ छन्, त्यस्ता ठाउँमा। अनि यसपालिको चुनावी माहौल हेर्दा कुन पार्टीले चाहिँ जित्छ जस्तो लाग्छ त? को बन्छ होला? अहिले त केपी ओली र बालेन एकदम चर्चामा छन् भनिसकेपछि दुईजनाबाट कसले जित्छ जस्तो लाग्छ त? म चाहिँ केही पनि जान्दिनँ त्यो चाहिँ। अनि त्यही पनि यसो पनि छैन, उसो पनि छैन। उसै हो, यसो पनि यसै हो। जसले जित्छ उसैले जित्छ। कसले जित्दा चाहिँ ठिक होला जस्तो लाग्छ त यसो अहिलेको भन्दा चाहिँ? जसले पनि त्यसै गरी दिन्छ त्यसले जित्छोस्, त्यसैलाई दिने हो भोट। तर मेरो भोटै छैन, म भोटै दिन्न। हामीलाई सुविधा चाहिँ दिनु पर्यो, दिनु चाहिँ पर्यो। मेरो भोटेरो छैन, यहाँ पाहाडमा छ, पढ्नु जान सक्दिनँ म। आफ्नो कति कमाएका एउटा चन्चाको माया लाग्छ भन्छ, तेरो मेरा कति छौ तामै तामो थियो 10-20 धार्ने र त माया मारेर बसिरहेको छु। अनि के चाहियो मलाई? चाहिएन केही पनि। दिए चाहिन्थ्यो त, दिँदैन के चाहिन्छ? अनि जितिसकेपछि सेवा गर्ने नोकर चाकर चाहियो कि चाहिएन त? सकुन्जेली चाहिएन, नसकेका घरिमा हाम्रो घुस गर्ने चाहिँ चाहियो। घुस गर्ने अरू गर्ने चाहिएन, अरू खुवाइदिने गर्ने परेन? खान सकुन्जेली नभए खुवाइ पनि दिनुपर्छ। निःशुल्क स्वास्थ्य सेवा पनि चाहियो होला नि त? चाहियो, स्वास्थ्य सेवा चाहियो, नजिकै चाहियो। फेरि नजिकै चाहियो। यहाँबाट चाहिँ कोशी हस्पिटल पुग्न, नोबेल पुग्न सकिँदैन। भनेपछि नजिकै यतै छेउछाउमा यतै उतै बन्नु पर्यो। यसो नजिकै सिटी जाने, सिटीले हल्लाएर भएन, बाटो घन्ट्याङ भएर सिटीमा पनि हिँड्नु भएन। भनेपछि के सुविधा गर्नु पर्यो? के को सुविधा? एम्बुलेन्स हो कि त्योभन्दा अझै चाहिँ नि अलि अझै माथि हेलिकप्टर जस्तो सुविधा चाहियो कि? हेलिकप्टर जस्तो हामीलाई चाहिएन, त्यसको खर्च किन गराउनु? खर्च भनेको त्यही त, अब सरकारले गरिदिने भइसकेपछि। सरकारले गर्ने भएपछि यो गरिदिनुपर्छ। यो बाटो चाहिँ गरिदिनु नै पर्यो। यो त अनिवार्य, छिटो पर्यो, यसलाई ढिलो गर्नु भएन। दिनदिनै हिँड्ने चाहिँ बाटो, यहाँ अलिकति पिचरोड भएदेखि धुलो उड्दैन न, मुखारी लाउनु पर्दैन। अरू बत्ती सत्ती यता रोडतिरको अरू त केही समस्या छैन? होइन, घरमा बत्ती दिएकै छ। होइन, घरको होइन, यता बाटोतिर हिँड्दा ओर्दा त दिएकै छ। अब दिएकै कुरालाई फेरि किन दोहोऱ्याउनु? त्यहाँ बेला बेलामा आएर बनाइ चाहिँ रहनु पर्यो। बनाउनु चाहिँ पर्यो। हो, आज दिएको होइन, कहिले दिएको हो, अब त्यो त भइरहेकै छ। भएको कुरा किन माग्नु? नभएको खाँचो पो माग्नुपर्छ। हो, एकदम। मसित छन् नि कुरा। रातो मान्छे केही जान्दिनँ। बत्ती नवाली घडी पनि देख्दिनँ। घडी त अहिले कति भयो? 3:30 भइसक्यो। 3:30 भयो, नागिसक्यो।
के का हाउसमा आएको त अब तेरो पनि बिदा भयो होला अब त कहाँको बिदा अब एसी आउन आँटिरहेछ अस्ति परीक्षा भयो एसी दिनुभन्दा अगाडि परीक्षा आउँछ त्यो भयो अब त्यस पछाडि अब चैत 19 गतेदेखि 6 एसएलसी दिनुपर्ने अहिले छुट्टी छ भोलिदेखि लाग्छ अस्ति अहिले एक हप्ता कति 7-8 दिन छुट्टी भयो आज त शनिबार भएकाले छुट्टी भएको आज पनि छुट्टी भयो अब अस्ति पनि छुट्टी नै थियो अनि त्यस पछाडि अब कहिले अब एक हप्ता स्कुल लगाएपछि अब होली चुनाव आइहाल्यो त्यसै गरी त्यस पछाडि होली चुनावमा पनि हुँदैन अनि होलीमा चाहिँ के छ त मतलब चाहना बाहिर सबैले आएर रङ लगाइदिएर हाउ गरेर ह्याप्पी होली भन्नुन् कि एकदम केही छुरिक्क छुनु भन मलाई चाहिँ छिरिक्क छुनु भन रङसङको मलाई मतलब छैन मतलब छैन यसो टिकासम्म चाहिँ लगाउने होला टिका पनि लाउँदिनँ पर्दैन मलाई शुभकामना चाहिँ व्यक्त आदान प्रदान त गर्नु पर्यो होला नि त शुभकामना पर्दैन म आफै चन्दन लाउँछु त ठिक हो भइहाल्यो त्यति भए पुग्यो अरू केही चाहिएन चाहिएन अब त्यो अब ढिलाउन आएको होस् भने त पनि एउटा नेतै होला त पनि एउटा नेतै होला म त नेतै त हो नि लो म त नेता म त काङ्ग्रेसको नि झन् अनि म त पुर्खाको एकदम थाम्ने बिपी कोइराला हजुर भएको थामेको हामी सबै खत्ता पारी जनाइ त फ्याँकिदिएको जनाइ त्यस्तै हो अब अपरेसन गर्दा फ्याँकिदिएको अब एउटा न्युज त पार्नु पर्यो पार्नु पर्यो त्यही त हो नि नभए हाम्रो खोइ फ्याँक्यौ छ तेरो जस्तो कालो छ र धोइराखेको नुहाएर अहिले दिन अब गर्मीबाट दिनदिनै नुहाउनु पर्यो पर्यो त नि पानीको सेवा दिएको त छ नि त सडक नबनाए पनि पानीको सेवा खालि बिल तिरिरहेको छु आफै गर त्यसले दिएको सेवा त्यही होला हाम्रो पैसा लगेर ऊ सेवा दिने उसकै पैसाले पो दिनुपर्छ हो त्यो चाहिँ हो उसैको पैसाले चाहिँ दिनुपर्ने हो अनि हाम्रो पैसा लगेर चाहिँ ऊ दिने यति बिल भयो भनेर उहाँ मिटर हेर्छ त्यो भनेको त सेवै भएन नि होइन त त्यो किन मिटर हेरिरहनु पर्यो कुरो अलिकति 440 तिरेर आएको अस्ति 440 अनि महिनाको 440 तिर्नु पर्दैन धेरै हो नि त 440 को पनि म खर्च गर्दिनँ धेर पैसा लाग्यो धेर पैसा लाग्यो 440 भन्दा धेर लियो धेर लियो नि त कति लियो 440 लियो त्यत्रो अवधि किन लाग्छ हाम्रो 200 को पनि खर्च भएको छैन पानी हाम्रो यहाँ केही खर्च गरेकै छैन त्यही नुहाउँदा मात्रै 440 लाग्छ त तल प्रयोग हुँदैन भाँडा मोल्नु पर्यो लुगा धुनु पर्यो यहाँ ट्याङ्कीमा त्यही धाराको पानी चढ्छ अनि दुनियाँदारी छ नि पानी त अलिअलि चढ्छ यही ट्याङ्कीको उसको पानी लाइनको पानी दिँदैन आउँदैन धारा हाम्रो फेरि उहाँको पानीको चढ्दैन बिजुलीको चढ्छ मोटर चलाइन्छ मोटरले गर्दा हुन्छ बिजुलीको खराब जान्छ खराब अन्त झन् बिजुलीबाट चल्ने चुल्हाहरू आइरहेछन् त्यसले पनि निकै लगाइसकेको घरमा ग्रेड लगाइसक्यो केही गरेको छैन छिरिक्क केही पनि सकेको छैन त्यसै कर्मीहरू डल्लाराम परिरहेको छन् डल्लाराम परे त हामी नै डल्लाराम त लडिरहेको छ त्यो मुला लडिरहेको के हुन्छ बस्न पुगेकै छ अब फागुन चाहिँ लाग्यो नै भनौँ लाग्यो मात्रै कति गति गइसक्यो आज 8 गति गइसक्यो हिजो आज 9 गते होइन आज चाहिँ अब हावा लाग्यो नि त हावा लागेपछि जति बेला अब गर्मीमा गएर बेलुका खोल्नु पर्ने छ यालो केही पनि अब त पर्दैन अब पङ्खा चलाउने पो बेला आउँछ चलाएको चाहिँ छैन अब चलाउनु पर्यो नि गर्मी हुन्छ गर्मी त अब त उखपातै हुन्छ त अब वैशाख चाहिँ टेकेपछि अनि चाहिँ लु अनि उठ्नु कि बस्नु कि कहाँ जानु र के गर्नु हुन्छ अनि सिङ्गेतिर पौडी खेल्न जानु पर्यो मलाई सिङ्गे गए पानीमा को पौडी खेल्छ यही खन्याउनु पर्छ बाजियालाई पैसा तिरेको छ खन्याउँदै बस्दै कामदै अनि नातिको जन्मदिन कहिले हो थाहा छ त हजुरबालाई थाहा छैन कस्तो थाहा छैन त म बिर्सिहालेँ नि अब बुढो मान्छे फागुन 21 गते हो नि चुनावकै दिन परिरहेछ नि त्यसै नेता हो त म त मैले नै पारेको क्या मेरो जन्मदिनमा चाहिँ एकदम शुभ अवसर भनेर मैले चाहिँ नि चुनाव त्यही दिन गर्नु एकदम शुभ नेता चुनिन्छन् त्यो हुन्छ भनेर मैले त्यहाँ भन्न लगाएको त्यसै नभए मान्दै थिएनन् 22 गते गर्ने भन्दै थिएँ अनि मैले एक दिन अगाडि सारिदिएको 21 गते नै गर्नुपर्छ भनेर एकदम अनि अरूले भनेको नमानेर भयो
मान्नै पर्यो। मान्नु पर्यो नि एकदम। जन्म उत्सव पनि गर्नुभयो। अनि मलाई शुभकामना दिने कि नदिने त जन्म उत्सवमा मेरो? शुभकामना भनिरहन्छु नि। अब यसो भनिदिन्छु, आशीर्वाद दिने कि नदिने त? आशीर्वाद के दिनु त्यहाँ भन्दा शुभकामना भनेपछि? दिनु नि, भन्नु राम्रो पढ्नु, राम्रो खानु, मासु खानु, टन्न पैसा कमाउनु। मासु त मैले उहिलेदेखि फुकेर के गरेर जसरी उता खाने बारै छ नि। ठुलो घर बनाउनु, यस्तो दिनु पर्यो नि आशीर्वाद। त्योभन्दा कति ठुलो बनाउँछ त अब के? त्योभन्दा ठुलो बनाउँछ, अलिक राजधानीमा बनाउने भन्नु पर्यो, अलिक ठुल्ठुलो सहर। राजधानी त त्यही राजधानी भइसकियो अब त्यहाँ के को? त्यही पनि भन्नु त पर्यो नि त, दिनु पर्यो राम्रो घर। मैले दिने होइन, दिनेले दिन्छ भने जहाँ बना पनि राजदार बना पनि पसे पनि पस्छ। आशीर्वाद चाहिँ दिनु भनेको नि हौ। आशीर्वाद त दिइरहेको छ नि सधैँ। कति दिनु? दिनै दिइरहेको छु। खै कतिखेर दिसिन्छ त? होइन, ऊ यहाँ पूजा गरेको बेला मेरो नाति चाहिँ एकदम गतिलो होस्, ठुलो होस्, धेरै पढोस्, सबैले मान्ने गुन्ने होस् भनिरहेको छु। नाति मात्रै, नातिनी होइन? नातिनीलाई पनि भन्छु, झन् यहीँ बसेको झन् भन्दिनँ त। अनि नातिलाई पनि फेरि तल गए पनि म फेरि उहाँ बोकाएर खाँदिनँ, मेरो नाति ठुलो बडो छ भनेर भन्छु र भनिरहेको छु। खाना दिने भएर मात्रै? अनि खाना दिने, लाउन दिने, विद्या दिने, बुद्धि दिने, ज्ञान दिने। अब ज्ञान समेत दिएर गायत्री समेत मैले सुनाएको। अब कति गर्नु तँलाई? जति गरे पनि जति गरौ उति चिसो, कहिल्यै नतात्ने। यस्तालाई पनि दिएर साध्य हुन्छ? दिने जति दिइसकिहाल्यो छ। अब के को दिने जति सबै भरिपूर्ण भएर चुली 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 आकाश भन्ने रहेछ। अनि के भन्नु? यत्रो दुई हात जोडेर भनिरहेको छु। अब त्यहाँभन्दा बाँकी के छ मैले भन्नु? जानेसम्मको मैले आशीर्वाद पुरा परमेश्वरी भनिरहेको छु। परमेश्वरी भने के हो थाहा छ? खै परमेश्वरी भनेको खै के हो? अब बिहे गर्नु पर्यो, नातिको लागि बुहारी खोज्नु पर्यो त। बुहारी आफै फोटोमा देखाइरहेको छ, मैले के खोज्नु? अब मैले गरेको मन नपर्ला बुहारीले खोज्नुपर्छ तँलाई। बुहारीले नै खोज्नुपर्छ? केटीले त मलाई कहाँ खोज्छ नि? केटाले चाहिँ केटी खोज्नु पर्छ। होइन, नभए लभ गर्नुपर्छ, आइजान्छ नि। लभ त्यही त, लभै गर्न आएन। लभ गर्ने खालका केटी नै छैनन्। सब मदिसे छन्, त्यस्ता मुला काला न काला त कहाँ ल्याउँछु त? गोरा ल्याउँछु नि, गोरो एकदम। नभए अमेरिका जानु, उहाँ छन् धेरै गोरा। बाहुन हुँदैन नि त, एकदम उपाध्याय बाहुन ल्याउनु पर्यो नि मैले। उपाध्याय अब जुन भाव केटी भए पाइ। कहाँ केटी हुन्छ? अहिले अब जम्मै त्यस्तै चलन नै त्यही आएको छ। के आएको छ? केटी भएपछि जुन भए पनि लभ गरेर भए पनि नगरी भए पनि केटीले मन परायो भने भयो। मन नपरायो भने दिवस गरेर हिँडिजान्थे। दिवस गरेपछि सकियो। अनि त्यसो भएकाले आफैले उसले मन पराएको हुनु पर्यो तँलाई, त्यस्ता केटी ल्याउने। अब मैले कति आशीर्वाद दिनु? होइन, माघी विवाह नै गर्ने हले होइन। अलिक बुढापाकाले मान्छेले खोजेको अलिक परिपक्व हुन्छ नि त, अलिक संस्कारी। अहिलेको यो यस्तो लभ गर भने ठिक हुँदैन क्या, हेप्छन् बुढालाई। म एकदम मलाई सम्मान गर्ने, इज्जत गर्ने, श्रीमानज्यू भन्ने, त्यसो हुनु पर्यो। तपाईँ भन्नु पर्यो, ज्यू हजुर गर्नु पर्यो। अनि बुढाबुढीले खोजेको चाहिँ त्यस्तो हुन्छ, अनि आफूले खोजेको चाहिँ ठिक हुँदैन क्या, हेप्छन् केटीले। म कहाँ जाऊँ त खोज्न बुढो मान्छे? म कहीँ चिनेको छैन। होइन, यसो पाहाडतिरको चिनजान छ कि भनेर? छैन, पाहाडतिर छोडेर आएको त 5 वर्ष भइसक्यो, चिनेका पनि बिर्सिसक्यो। भनेपछि केटीको चिनजान छैन कतै पनि? छैन भनेपछि नातिलाई बुहारी खोज्न गाह्रै पर्यो। बाबुले खोज्छु भनिराखेको छ, तैँले आफैले खोज्छु भनिरहेको छ। अब मैले के अघि सार्नु? बुढो मान्छे अब जान पार्टीमा पनि जान सक्दिनँ म लगिहाल्छु नि हेलिकप्टर म रिजर्भ गरेर। म त सक्दिनँ। अन्त कसैका पार्टीमा पनि गएको छैन। अस्ति तोएका पार्टीमा गएर चाहिँ भेटिस भने टिका त लगाइदिन्छ होला नि त बिहामा? बिहा मैले पैसा 1000 रुपियाँ लगाएर टिका लगाइदिन्छु। लाख गऱ्यो भने मसित हुँदैन। भत्ता दिएको मौका परेछ भने नभए आशीर्वाद दिन्छु। त्यति पैसाले आशीर्वाद हुन्छ? पैसाले आशीर्वाद हुन्छ? आशीर्वाद त पढेर दिन्छु म। पढेर एकदम कस्तो भन्छु भने सुन। अब उसमा भर्छ भने नि भर। लक्ष्मीस्ते हरिभारते च भवने मौलो सदा केशव चण्डिस्ते भुजदण्डयो गुणनिधि गेहे कुबेर स्थिति नित्यं धर्मरतं भवस्व भवने दान प्रमेदावः सर्वाङ्गे हरिचन्दनश्च भवतु त्वं दीर्घजीवी भव। तँलाई चाहिँ त्यो दिन्छु धेरै बाँच्नु भनेर। म चाहिँ म धेरै बाँच्नु। अनि अब केटीलाई चाहिँ बुहारीलाई कस्तो दिन्छु भने
लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठदेशे वर्धन्तां बन्धुवर्गा सकलरिपुगणा यन्तु पातालमूले देशे देशे च कीर्ति प्रसुरतु भवतां कुन्दपुष्पेन्दुचूरा जीवत्वं पुत्रपौत्रै पुत्र छोरो पौत्र भनेको नाति पुत्र पौत्रै शशि सकलयुते शशि भनेको चन्द्रमा जस्तै राम्रा शशि सकलयुते हाय नानन्द 2700 वर्ष बाँच्ने 120 वर्ष बाँच्ने 2700 भनेको 100 त्यस्तो आशिष दिन्छु। ए मलाई धेरै बाँच्नु अनि बुढीलाई चाहिँ के भनिन्छ छोरा छोरी धेरै पाउनु नाति पनाति पनि हुन् भन्ने दिन्छु। त चाहिँ अर्थ लाउँदैनस् मैले अब म कहाँ जानु त संस्कृत पढ्नुपर्छ र पो जान्दछ पढ्नु म अब कहाँ संस्कृत पढ्नु मेरो संस्कृत अब कामै लाग्यो अब अङ्ग्रेजी पो पढ्नु पर्यो त पढ्छ त्यसो भए अङ्ग्रेजीबाट पनि कुरो त यही हुन् कुरो त यही हो 26वटा अक्षर हुँदा छन् अङ्ग्रेजीको एबिसिडी एबिसिडी 26वटा हाम्रो चाहिँ 36वटा हुन्छ 36वटा हुन्छ हामी राम्रा नि त हामी डन अनि त्यो 36वटामा चाहिँ अकुरो गरिहाली नेपाली पनि पढ्नुपर्छ त्यसै हुन्छ बाबुलाई भन्न सोध न के भन्छ त्यो त्यो त्यहाँ भरेर लगेर यस्तो अर्थ लगाइदिन्छु यस्तो भन्छु भने हजुरबाले भन्छ अनि के भन्छ उसले जान्दछ मैले जान्दैन ऊ जान्दछ म जान्दिनँ अब म कहाँ जान्दछु नजाने पनि तँलाई बाबा पण्डितको छोरो परेछ म मास्टरको छोरो परेँ म कहाँबाट जान्नु त जान्दैन भने के भन्छ पण्डित पनि म होइन किन होइन हजुर पण्डित त्यत्रो हो नि चन्दन लगाइसिन्छ चन्दन त अब मेरो लाउने बानी लगाउँछु चन्दन लाएर मात्रै पण्डित हुन्छ पहिलो गेरु वस्त्र लाएर मात्रै जोगी हुन्छ अनि पढ्नु पर्छ अब अलिअलि पढिसकेको छ नि अब अलिअलि पढेर हुँदैन धेरै पढ्नुपर्छ पढ्ने भित्र गुदी चाहिँ जान्नुपर्छ त्यो बाहिर पढेर चाहिँ कालो अक्षर पढेर त्यसै त कागजमा कालो अक्षर लेखेका छन् त्यो पढेर मात्रै हुँदैन के पढ्नु पर्यो त अरू पढ्ने भित्रको त्यो कालो अक्षरको पनि भित्र गुदी क्या हो के हो त लु त्यो गुदी चाहिँ चिन्नुपर्छ त मैले अहिले के भनेर के तँलाई सुनाउँदैछु त्यसको गुदी त्यस्तो त्यस्तो छ धेर बाँच्नु धेर बाँच्नु अनि काला त्यसको बास गर्नु सधैँ लक्ष्मी स्ते पङ्कजाक्षी भनिन लक्ष्मीले बास गर्नु सधैँ धन कहिले पनि खाली नहुनु एकदम पैसै पैसा अनि तँलाई कति दिनु हेर तैँले मलाई दिँदैनस् त्यति अब म सानो मान्छेले कहाँ आशीर्वाद दिने हो त बुढाबुढीलाई होइन अब तँभन्दा सानालाई त तैँले दिनुहुन्छ नि ए म सानालाई त दिइहाल्छु नि म भन्छु ल राम्ररी पढ एकदम आनन्दले खाऊ बिन्दास गर तिमी जिन्दगीमा केही छैन अरू मैले सानालाई दिने को छ त्यही एउटा बेबीका छ अरू कोही पनि छैन मलाई दिने